हेलो नमस्कार साथीहरू। यदि तपाईँ पनि भर्खरै प्लस 2 को एक्जाम दिएर नतिजाको पर्खाइमा हुनुहुन्छ र नतिजा आएपछि त्यसलाई कसरी हेर्ने साथै तपाईको आफ्नो ग्रेड सिट कसरी प्राप्त गर्ने कुराको अन्योलमा हुनुहुन्छ भन्ने यो भिडियो तपाईहरूको लागि नै रहेको छ। यदि तपाईँ यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईँ आफ्नो जिपिए मात्र नभएर सम्पूर्ण ग्रेड सिट नै प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला, भिडियोलाई अधिकतम शेयर गर्नुहोला। अब हामीहरू भिडियोलाई सुरु गर्छौं। यहाँ मैले क्रोम ब्राउजर ओपन गरेको छु। तपाईँ जुनसुकै पनि ब्राउजर ओपन गरेर नतिजा हेर्न सक्नुहुन्छ। अब हामीहरू सर्च बारमा क्लिक गरेर सर्च गर्छौं। हामीहरू सर्च गर्ने NEB.NTC.NET यति लेखेपछि तपाईहरु सर्च गर्नुहोला। म पनि यहाँ सर्च गर्छु। अब सर्च गरे पश्चात तपाईलाई यस्तो खाले इन्टरफेस हेर्न मिल्छ। अब सिम्पली यहाँ तपाईहरु सिम्बल नम्बरमा आफ्नो सिम्बल नम्बर राख्नु होला। जस्तैमा म एउटा उदाहरणको लागि एउटा सिम्बल नम्बर राख्छु। तपाईहरु आफ्नो सिम्बल नम्बर राख्नु होला अनि सिम्बल नम्बर राखेपछि तपाईहरु यहाँ डेट अफ बर्थमा आफ्नो डेट अफ बर्थ राख्नु होला। डेट अफ बर्थ तपाईलाई एउटा फर्मेटमा हुनुपर्ने हुन्छ। जस्तैमा हाम्रो इयर भयो 2064 साल। त्यस्तै यहाँ तपाईहरु स्लेश पनि राख्न सक्नुहुन्छ। स्लेशको सट्टा ड्याश पनि राख्न सक्नुहुन्छ। अब तपाईहरु मन्थ राख्नु होला। मन्थ यदि एउटा डिजिटमा छ, जस्तैमा एकवा महिना वैशाख महिना छ भने 01 राख्नु होला। यहाँ 01 राख्नु होला। यदि दुई डिजिटमा छ भने सिम्पली यहाँ 2 डिजिट राख्नु होला। त्यसपछि फेरि ड्याश राख्नु होला। त्यसपछि आफ्नो डे राख्नु होला। डे पनि दुईटा डिजिटमा छ भने त्यो राख्नु होला अनि एउटा डिजिटमा छ भने त्यसको अगाडि शून्य लगाउन नबिर्सनु होला। भयो। अब सिम्पली सबमिटमा क्लिक गर्नु होला। अब नतिजा तपाईलाई हेर्न मिल्छ। यहाँ मैले उदाहरण दिए थिए, अहिले नतिजा पनि आएको छैन। नतिजा यही हप्ताभित्र सार्वजनिक हुन सक्छ। ल, आशा छ त यो भिडियो तपाईहरुको लागि उपयोगी भएको होला। यदि भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। आफ्नो साथीहरु समक्ष यो भिडियोलाई शेयर पनि गर्नु होला। फेरि भेटौँला अर्को भिडियोमा। नमस्कार।